तो सबैजना मेरोबाट नमस्ते। आज तपाईहरुसँग एउटा सानो कुरा राख्न आइरहेको छु। कतिलाई अब मन पर्दैन मेरो कुरा हो, उहाँलाई चाहिँ अहिलेदेखि नै मेरो कुरा सरी हो, तर कसैलाई चाहिँ अब काम लाग्छ होला भनेर म आफ्नो कुरा राख्दैछु तपाईहरुसँग हैन। जुन चाहिँ यो मेरो कुरा के हो भन्दाखेरि नि बिहान हामी छिटो उठ्यौँ भने चाहिँ हामीले चाहिँ अब के फाइदा उठाउन सक्दो रहेछ हैन, हामीले के फाइदा लिन सक्दो रहेछ यो संसारमा भनेर नि त्यही तपाईहरुसँग भन्नु जोडिरहेको छु। किनभने यो मेरो आफ्नो पर्सनलमा आफै पहिला एप्लाई गरेर तपाईहरुसँग जोडेको हैन। अझै पनि फलो गर्दैछु, 5-6 महिना भयो, ज्यादा पनि भएको छैन मेरो हैन। तर अब मैले काफी यसको चाहिँ अब बेनिफिटहरु देखेर चाहिँ अब तपाईहरुसँग सेयर गर्दैछु हो। अब यो कुरा चाहिँ अब कसैले बाठे भएर सुनाउँछ, हौडे कुरा गर्छ भने उहाँले चाहिँ अहिलेदेखि नै मेरो सरी है। एकदम म तपाईहरुलाई देशी एकदम गाउँले प्रकारले शुद्ध प्रकारले तपाईहरुलाई सम्झाउँछु ल, ताकि तपाईहरुले एकदम क्लियर बुझ्नु सकोस् भनेर। बाँकी मेरोबाट बाँकी एकदम प्रोफेसनल प्रकारले त अब म भन्नु पनि जान्दिनँ हो। देशी मान्छे गाउँले प्रकारले नै तपाईहरुलाई सम्झाउँछु नि त। जो हामी बिहान छिटो उठ्यौँ भने चाहिँ धेरै मात्रामा फाइदा हुँदो रहेछ क्या। अब सबसे पहिला त हम आफ्नो पर्सनल टाइम निकाल्नु पाइँदो रहेछ हो। आफ्नो छिटो उठेको समय चाहिँ आफ्नो शरीरको लागि एक्सर्साइजहरू गर्नु पाइन्छ, योगाहरू गर्नु पाइँदो रहेछ हैन। आफ्नो सेल्फ स्टडी गर्नु, आफूलाई जति पनि डेभलप गर्नु छ नि त्यो कुराहरू सबै आफूलाई बिहान चाहिँ भ्याइँदो रहेछ आफ्नो पर्सनलको लागि। बाँकी 6-7 बजीदेखि माथि उठ्यो भने त हामी घर परिवारसँग बाँधिन्छ हैन, आफ्नो लागि टाइम पाइँदैन नि। दिउँसोभर आफ्नो काम हुन्छ, त्यो काममा मान्छे आफ्नो जो पनि हुन्छ मान्छे भेट हुन्छ, उहाँसँग कुराहरू जोडिन्छ, उहाँसँग कुराहरू गरिन्छ, आफ्नो लागि सोच्ने टाइमहरू पाउँदैन त्यहाँखेरि। अब बिहान चाहिँ अब तपाईँले आफ्नो लागि आफ्नो शरीरको लागि पनि टाइम पाउँदछ। बाँकी आफ्नो दिनभरको जुन चाहिँ प्लानिङ गर्नुहुन्छ, जे पनि तपाईँले गर्नु चाहन्छ त्यो पनि प्लानिङ गर्नु सक्नुहुँदछ। बाँकी यसको अलावा अगाडि फ्युचर प्लानिङ पनि बिहान तपाईँ फ्री हुँदो रहेछ, अलिकति तपाईँले चाहिँ बसेर सोच्नु सक्नु हुँदो रहेछ है। फ्युचर प्लानिङहरू पनि आफैले गर्नु सक्नुहुन्छ। बाँकी यसको अलावा के हुन्छ भन्दाखेरि चाहिँ नि हामी जुन चाहिँ 7 बजी 8 बजी उठिन्छ नि त्यतिखेर चाहिँ के हुँदो रहेछ भन्दा चाहिँ अब हामी छिटो उठिन्छ, चियाहरू खाइन्छ, कता खानाहरू खोजिन्छ, फ्रेस हुन्छ, तयार हुन्छ, त्यहाँदेखि आफ्नो जहाँ काममा जानुपर्ने हुन्छ त्यहाँ कुदिन्छ होइन। अन्त के हामीलाई आफ्नो लागि टाइम निकाल्न सकेको हुँदैन रहेछ। आफ्नो न त आफ्नो फिजिकलको लागि एक्सर्साइज गर्नु पाउँदो रहेछौँ, न त आफ्नो कुनै अगाडि फ्युचरको प्लान नै गर्नु सकिँदो रहेछ, सोच्नु सकिँदो रहेछ सरी। त मलाई चाहिँ यस्तो लाग्यो जहाँसम्म चाहिँ। बाँकी यो बाहेक बिहान तपाईँहरू के हुन्छ भन्दाखेरि चाहिँ बिहान अलिकति मजा आउँदछ क्या। यो चराहरूको के यो बर्ड्सहरूको डिफ्रेन्ट टाइप अफ यो भेराइटिजको यो चराहरू हुन्छ नि, उहाँको चाहिँ एकदम बिहान हल्ला सुनिँदो रहेछ, मान्छेको भन्दा बेसी चाहिँ उनीहरूको हल्ला सुनिँदो रहेछ। किनभने अब हुनु पनि हो, अब उनीहरू रातभर हामी जस्तो यत्रो भुँडी हुँदैन, यत्रो त भुँडी हुन्छ, पुरै रात 11-12 घन्टा बसेको हुन्छ। मतलब बेलुका 6 बजीदेखि उनीहरू पनि त आफ्नो गुडमा पसेको हुन्छ। त्यहाँ त्यसो हुँदा चाहिँ बिहान 5हरू बज्दाखेरि चाहिँ उनीहरूलाई पुरै भोकहरू लागिसकेको हुँदो रहेछ होइन। अन्त उनीहरू पनि आवाजहरू कराउँछ पुरा, चराहरू पनि अब छिटो उज्यालो खसोस् भनेर। उनीहरू उज्यालो भएपछि फेरि आफ्नो लागि भुँडीको लागि खानाहरू खोज्नु पाऊँ भनेर नि। अन्त बिहान यस्तोहरू सुन्नु पाइन्छ, काफी मजा आउँछ। तपाईँहरूलाई डेली बानी भएपछि सुरुमा त अलिक टाइम लाग्छ कि बानी हुनु, बिस्तारै तपाईँहरूले टाइम बित्दै गएपछि तपाईँलाई बानी हुँदै जान्छ क्या। अन्त आफै नै उठ्नु थाल्नुहुन्छ। तर यसमा चाहिँ आफू चाहिँ कन्सिस्टेन्सी बस्नुपर्छ। यो कुरामा पनि तपाईँ एकदम कन्टिन्यू जति नै जेसुकै होस् न आफ्नो बिहानको रुटिनमा चाहिँ म उठ्छु भनेर चाहिँ तपाईँ बस्यो भने चाहिँ अब यो कुराहरूको अनुभव, यो कुराको मजा लिनु, आफ्नो लागि टाइम निकाल्न सक्नुहुन्छ। अन्त बाँकी बेलुका चाहिँ अब छिटो सुत्ने कोसिस गर्नु, जति सक्दो चाहिँ 8, 9, 10 बजीभित्रमा सुत्यो भने चाहिँ मान्छेको लागि 7 घन्टा 6 घन्टा काफी निन्द्रा पुग्दो रहेछ। स्टार्टिङमा त साह्रै पर्छ। बाँकी यसको अलावा अझै मैले एउटा चिज क्यालकुलेसन गरेँ क्या। जुन चाहिँ अब म र साथी छौँ अरे, अब अगाडि गएर 20 वर्ष बाँच्यौँ अरे हामी। अन्त म चाहिँ बिहान 5 बजी उठ्दैछ अरे, साथी चाहिँ अब 7:30 7 बजी 8 बजी उठ्दैछ भने चाहिँ अब हामी अगाडि गएर एकै दिन अब हामी खस्यौँ अरे, मऱ्यौँ अरे होइन। त्यसमा पनि अब म ऊभन्दा 3-4 दिन एक्स्ट्रा जिउको हुँदो रहेछ। किनभने अब एउटा मरेको मान्छे त सुतेको मान्छे त मरेको बराबर हुन्छ नि होइन। उसले बिहान जुन चाहिँ मैले टाइमहरू आफ्नो लागि निकालेको छु, गरेको छु होइन,
त्यो टाइम चाहिँ उसले देखेको हुँदैन, पाएको हुँदैन। ऊ त बिहान आरामले 7:30 8 बजीसम्म उठ्दैछ नि त। अब ऊभन्दा त बेसी नै त जिउको हुन्छ, म 5 बजी उठ्दैछु नि त है। यो पनि एउटा क्यालकुलेसन गर्नुहोस् तपाईँहरू। बाठे भएको होइन है म, बस तपाईँहरूलाई अब कसैले चाहिँ काम लाग्छ होला कुनै न कुनै मान्छेलाई भनेर चाहिँ नि सम्झाएको। बाँकी हुन्छ नि कोही म जस्तै सोच हुनेहरू, उहाँहरूको लागि नै। बाँकी यसको अलावा के रहेछ भन्दाखेरि अझै एउटा चिज, बिहानको एकदम फ्रेस हावा पनि तपाईँहरूले लिनु पाउँछ एकदम बिना। दिउँसो त अब अलिकति हल्ला के भन्छ गाडीहरू कुद्न थाल्छ, उता यता हुन थाल्छ, त्यहाँदेखि क्या यो अक्सिजन पनि मिक्स हुन्छ नि, त्योभन्दा एकदम फ्रेस हावा पाइँदो रहेछ, मजा पनि आउँछ बिहानको। कसै त बसेर योगाहरू गर्छ नि, त्यो अनुलोम विलोमहरू गर्नु पनि अब फाइदैकै कुरा। बाँकी यति नै हो। म बाठे भएको होइन कि, तर अलिकति मलाई चाहिँ अब जस्तो मलाई लाग्यो, जस्तै अब मैले एक्सपिरियन्स पाएँ होइन, मैले आफूमाथि एप्लाई गरेर त्यही कुराहरू राखिदिएको, यति नै छ। बाँकी अरू कुरा राख्दै गर्छु। मेरो अगर यो कुराहरू तपाईँलाई सही लागेछ भने चाहिँ अलिकति मलाई सब्सक्राइब गरिदिनुहोस् ल। अरूकोमा पनि जाओस् न, अझै यस्तो कुराहरू म डेली तपाईँहरूसँग राख्दै जान्छु होइन, अरूले पनि सुन्दै जाओस्, अब जसले राम्रो लाग्छ। बाँकी यति नै हो। नमस्ते, हवस् त, धन्यवाद। सब्सक्राइब गरिदिनुहोस् है, अरूकोमा पनि जाओस्। धन्यवाद है। बाई। होइन एकैछिन बाई भन्दिनँ, यो तपाईँहरूलाई यहाँ अलिकति यो जग्गा देखाउँछु। यो जम्मू काश्मीर हेर्नुहोस् है, यो जग्गा सबै जम्मू काश्मीर। यो अलिकति तपाईँ अँध्यारो लाग्छ, यो मुनि रोड जाँदैछ तल। यो हामी अहिले तारकुण्डी जग्गामा छौँ होइन, एकदम तारकुण्डीमा छौँ। यो जग्गा माथि रजौली सेक्टरमा पर्छ। यहाँ रोड तपाईँहरूले देख्नु हुँदैछ होला, यो रोड जान्छ जम्मू। यहाँदेखि 12-13 घन्टा लाग्छ। बाँकी यो गाउँहरू तपाईँले देख्नु हुँदैछ नि, यो सबै हाम्रो श्रीनगर साइडको गाउँ पर्छ है। बाँकी यो पहाड जुन चाहिँ मैले हातले देखाउँदैछु नि, यो पहाडको अगाडि चाहिँ पाकिस्तान पर्छ, त्यहाँ चाहिँ हाम्रो ड्युटी पोस्टहरू छ हो। बाँकी यति नै छ। यो सामने तपाईँहरूले यो यसको अलिकति अहिले उज्यालो भएको छैन, यो अलिकति माथिबाट अलिकति यहाँदेखि 1 किलोमिटर अगाडि त्यहाँ हेलिप्याड छ। कुनै दिन हाम्रो ठुल्ठुलो अब अफसर साहबहरू आउँदाखेरि चाहिँ त्यहाँ आउनुहुन्छ, त्यहाँबाट चाहिँ हामी चाहिँ उहाँलाई यहाँ रिसिभ गरेर लिएर आउँछौँ हो। अन्त यो जग्गा र अब यो त एकदम एलसीमै छौँ हेर्नुहोस्, हाम्रो सिक्किम जस्तै नै छ यो जग्गा, एकदम पहाडी साइड नै हो, एकदम कच्चा रोड खनेको हो। यो कुनै हाम्रो ठुल्ठुलो अफसरहरू आउँदा चाहिँ यहाँ माथि भ्यू पोइन्ट छ कि अगाडि, त्यो भ्यू पोइन्टमा चाहिँ अगाडि पाकिस्तानको पोस्टहरू ड्युटी पोस्टहरू देखिन्छ नि त। त्यहाँ आएर चाहिँ उहाँले हेर्छ अगाडि पाकिस्तानको गाउँहरू। बाँकी म तपाईँहरूलाई देखाउने थिएँ कि, अलिकति रेस्ट्रिक्टेड एरिया यो जग्गाहरू, अन्त चाहिँ म देखाउनु पाउँदिनँ। भए पनि तपाईँहरूलाई अलिकति यहाँको हल्का जानकारी चाहिँ दिएको। यहाँको हेर्नुहोस् है, जम्मू काश्मीरको रुखपातहरू कस्तो हुन्छ, यो सबै यहाँको रुखपातहरू। हाम्रोमा जो चाँपहरू हुन्छ नि, चाँपको रुखहरू भयो, यो कटुसको रुखहरू हुन्छ नि, त्यही रुखहरू हुन्छ यहाँ पनि हुन्छ। बाँकी यति नै जानकारी दिन्छु, यहाँदेखि ज्यादा दिँदिनँ, हुन्छ। धन्यवाद, हवस् त।